दर्शकबिहीन सम्पूर्णलाई नमस्कार। म बोल्दैछु आसमा। आज फेरि पनि हजुरहरू माझमा केही कुरा सेयर गर्नको लागि उपस्थित भइसकेको छु। थाहा छैन के कुरा सेयर गर्छु, तर सेयर गर्नको लागि नै उपस्थित भइसकेको छु। आज सेयर गर्नुपर्ने त्यति खासै केही कुरा त छैन, तर पनि एक्लै छु, सो केही कुरा सेयर गरौँ न भन्ने मन लाग्यो। सो सेयर गर्नको लागि नै उपस्थित भइसकेको छु। आज मिति 2082 साल 9 महिना 14 गते सोमबारको दिन र आजको दिन मेरो एकदमै रमाइलो तरिकाले बित्यो। आज पनि म धेरै कुराहरू सिक्न पाएँ। आज म बिहानै 5 बजे यस आई क्यान पुस्तक लिएर उठेँ। यो पुस्तक मेरो लाइफलाई चेन्ज गर्ने, मलाई मोटिभेट गर्ने पुस्तक हो। आज पनि यो पुस्तकबाट मैले धेरै कुराहरू सिक्न पाएँ र के कुरा सिक्न पाएँ त्यो कुरा म हजुरहरूलाई पनि सेयर गर्न चाहन्छु। आज म यो पुस्तकबाट के कुरा सिकेँ भन्दाखेरि यो दुनियाँमा म चाहिँ एकदमै युनिक छु। म एकदमै युनिक छु। म भित्र अथाह शक्ति रहेको छ। म भित्र हरेक थोक गर्न सक्ने क्यापेसिटीहरू रहेको छ र यो शक्ति, यो क्यापेसिटी म भित्र मात्रै होइन, तपाईँ हामी सबैजनामा यो क्यापेसिटी रहेको छ। म मात्रै युनिक छैन यो दुनियाँमा, तपाईहरू हरेकजना यो दुनियाँमा युनिक नै हुनुहुन्छ। र त्यसको साथसाथमा आफ्नो शक्तिको मूल्याङ्कन अरूसँग टाँसेर गर्नु हुँदैन। असफलताबाट नै सफलता प्राप्त गर्न सकिन्छ। असफल भएँ भनेर रुँदै बस्नु हुँदैन। असफलतालाई स्वीकार गरेर हामीहरू अगाडि बढ्नुपर्ने हुन्छ। जिन्दगी 100 या 1000 मिटरको दौड होइन। जिन्दगी 100 या 1000 मिटरको दौड होइन। जिन्दगी एकदम लामो निरन्तर रूपमा चलिरहने रेस प्रतियोगिता हो। जिन्दगी 100 या 1000 मिटरको दौड होइन, यो निरन्तर रूपमा चलिरहने रेस प्रतियोगिता हो। यदि यो रेसमा लगातार हामी अगाडि बढ्छ भने अवश्य पनि सफलता हासिल गर्न सक्छौँ। कतिपटक मेरो मनमा आत्महत्या गर्ने सोच पनि आउने गर्थ्यो मात्रै होइन, गर्न मन लाग्थ्यो। तर आज मैले एउटा कुरा बुझेँ, यो दुनियाँमा कुनै पनि काम यति महत्त्वपूर्ण छैन जसको लागि हामीहरूलाई आफ्नो ज्यान नै दिनु परोस्। आत्महत्या गर्ने सोच राख्नु महामूर्खता हो। जिन्दगीमा समस्या आउँछ, बाधा आउँछ, तर हिम्मत हार्नु हुँदैन। जीवनमा समस्या आउनु भनेको झरी जस्तै हो। यदि झरी आएर कसैले भिजायो भनेपछि के त्यो मान्छे रुन्छ, मर्न जान्छ? जाँदैन नि, होइन? याद राख्नुहोस्, झरी आइसकेपछि जब बादल हट्छ ठुलक्क घाम लाग्छ। सेम हाम्रो जिन्दगीमा पनि दुःखपछि सुख आउने गर्दछ। एक न एक दिन अवश्य पनि सुख आउँछ। बस आफू हिम्मत हार्नु हुँदैन, हरेस खानु हुँदैन, निरन्तर रूपमा अगाडि बढिरहनु पर्दछ। आज यो अमूल्य उपहार स्वर्गीय जीवन हामी प्राप्त गरेको छ भनेपछि यो स्वर्गीय उपहारलाई यत्तिकै मूर्खतापूर्ण काममा व्यर्थ गर्नु हुँदैन, व्यर्थ फाल्नु हुँदैन। सो आज समस्या आउँदैछ भनेपछि हिम्मत नहार्नुहोस्। हजुरलाई भन्दैछु हिम्मत नहार्नुहोस्। तर कतिपय यस्तो अवस्था पनि मेरो जीवनमा आइसकेको थियो नि, जुन समयमा म एकदमै थकित, एकदमै गलित भएको थिएँ। मेरो दिमागमा सिर्फ सुसाइड गर्ने बाहेक अरू कुनै सोच नै थिएन। जब म पुण्य प्रसाद परसाईजीले लेख्नु भएको यस आई क्यान पुस्तक प्राप्त गरेँ, त्यो पुस्तकहरू पढ्न थालेँ। त्यो पुस्तक पढिसकेपछि म मोटिभेट भएँ र आज यो जीवनको महत्त्व मैले बुझेँ।
र आज त्यो कुरालाई स्वीकार गरेर अगाडि बढिरहेछु। सेम तपाईहरूको जीवनमा पनि यदि त्यस्तो सिचुएसन छ भनेपछि हिम्मत नहार्नुहोस्। रात छ, दिन छ। रातपछि दिन अवश्य उदाउने गर्दछ। रात जतिसुकै लामो किन नहोस्, तर दिन अवश्य उदाउने गर्दछ। सेम आज हाम्रो लाइफमा जतिसुकै ठुलो समस्या किन नहोस्, समस्यासँगै समाधान पनि त आएको हुन्छ नि, होइन? आज दुःख चाहे जतिसुकै किन नहोस्, तर दुःखपछि सुख एक न एक दिन अवश्य आउने गर्दछ। सो हिम्मत नहार्नुहोस्। अलवेज सकारात्मक सोचेर अगाडि बढ्नुहोस्। अवश्य पनि बेटर हुनेवाला छ। सो म आजको लागि यति नै भन्न चाहन्छु। बाई बाई, गुड नाइट।